हेलो एभ्रिवान, मेरो चाहिँ यो फर्स्ट भ्लग हो। मलाई चाहिँ खासै भ्लग बनाउन आउँदैन, त्यही पनि ट्राई गरेको होइन। सल्लाह सुझाव दिनुहोला कृपया सबैजनाले। आउँदैन पनि सुरु गतिलो पनि छैन, त्यही भएर चाहिँ मैले बनाएको थिइनँ। उठेँ, मेरो इन्टरभ्यू जाने काम पर्यो, त्यसैले आफ्नै स्किन केयर त गर्नै पर्यो। उठेर मुख धोएपछि मैले लाएँ। मेरो चाहिँ स्किन केयर मामा अर्थको छ। मैले लाएँ सुरुमा टोनर लगाइसकेपछि मजाले ब्लेन्ड गरेँ। ब्लेन्ड गरिसकेपछि मैले लगाउँछु सिरम लगाइसकेपछि लाएँ। मोइस्चराइजर लगाइसकेपछि मैले सनस्क्रिन लगाएँ। मजाले ब्लेन्ड गरेँ। अब ब्लेन्ड गरिसकेपछि कस्तो भयो भने हेर्नु त पर्यो। हेरेँ, त्यहाँबाट मैले लिप लाइनर लगाएँ। मजाले लगाएँ अनि लगाइसकेपछि हातले ब्लेन्ड गरेपछि मैले लगाएँ अर्को लिप लाइनर। मलाई चाहिँ कस्तो मनपर्छ क्या यो लिप लाइनर लगाएपछि अब मिल्दैन, नमिलेपछि हातले मिलाएपछि मैले लगाएँ लिप बम लगाएँ। अब मेरो ओठ फुटिरहेको छ नि त, त्यही भएर चाहिँ मैले लिप बम लगाउँछु। जहिले पनि म लिप बम लगाएरै हिँड्छु। अनि त्यसबाट टिकी त लाउनै पर्यो। टिक्ली लगाएन भने चाहिँ फेरि मलाई कस्तो हुन्छ क्या, त्यही भएर मलाई चाहिँ जताबाट नि जसरी पनि टिका चाहिँ लाउनुपर्छ। टिका लगाएँ, त्यहाँबाट मैले सिरम लगाएँ। सिरमको तेल लगाइसकेपछि कपाल कोर्नु पर्यो। कपाल कोरेँ, सलक्क पारेर कपाल कोरेँ। त्यहाँबाट घुमाएँ, फन घुमाएँ। त्यहाँबाट डोरी बाटे जस्तै घुमाएर झुरी बाँधेपछि अब लगाएँ मैले ब्ल्याक कलरको टी सर्ट, त्यहाँबाट व्हाइट कलरको सुरुवाल लगाएपछि चाहिँ मैले झोला बोकेँ अनि रेडी भएँ। बाई बाई।